नमस्कार। हामी चिया पसल होस् वा एक्लै रहँदा एउटा कुराको सधैँ कल्पना गर्थ्यौं र त्यो विषयमा बहस चलाउँथ्यौं। भन्थ्यौं के कुनै एउटा यस्तो दिन आउला जहाँ यी भ्रष्ट नेताहरूलाई उनीहरूको सम्पत्ति छानबिन गरी दोषी भए काल कोठडीमा राख्न सकिएला। धेरैले जवाब दिन्थ्यौं हाम्रो जस्तो नेपालमा यो असम्भव छ र यो हामीले कल्पना भन्दा बाहिरको कुरा गरिरहेका छौं। हो, यस्तै लाग्थ्यो केही दिन उता हामीलाई। नयाँ सरकार गठन भएकै दिनसम्म पनि हामीलाई यस्तो लाग्थ्यो कि सरकारले त्यति ठूलो काम अथवा त्यत्रो साहस त गर्दैन होला। अचम्मको कुरा त के थियो भने पूर्व प्रधानमन्त्रीहरूले त खुलेआम भन्ने गर्थे, सदनमै भन्ने गर्थे कि सम्पत्तिको छानबिन गरौं, त्यसको सुरुवात मबाट गर्नुस्। हो, हामीले यी यस्ता बान्कीहरू सुन्न मात्रै पायौं। यो बीचमा न कोही प्रधानमन्त्रीले आफूबाट सुरु गर्यो न अरू कोही प्रधानमन्त्रीबाट सुरु गर्यो। तर आज सिनेमामा देखिरहेको एउटा कथा जस्तो नेपाल सरकारले यो एउटा कदम गर्वका साथ भन्नुपर्छ, अदम्य साहसका साथ अगाडि बढाएको छ। दर्शकबिन, यति बेला सरकारले पूर्व प्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया सुरु गरेको छ। दर्शकबिन, यति बेला आफ्ना नेताहरूलाई पक्राउ गर्दै गर्दा ती दलका कार्यकर्ता, ती दलका शुभेच्छुकहरू आन्दोलनमा उत्रिरहेको पनि हामीले देखिरहेका छौं। तपाईले नेपाली जनताको भविष्यका लागि थालेको राजनीति थियो भने के यो अहिलेको सरकारले गरिरहेको कर्म अथवा काम कारबाही के जनताको हक हित र जनताको विकासका विपरीत छ? यो प्रश्न तपाईले आफैलाई सोध्न जरुरत छ। आजसम्म यस्तै कारबाही गर्ने गरी कसैले आँट गरेन त तपाई र हामी यसरी भविष्य सधैँ अन्धकारमै देखिरहनु पर्यो। यति बेला अवरोध होइन, समर्थन गरौं, तर कृपया यति बेला सरकारलाई स्वतन्त्रपूर्वक काम गर्न दिउँ। यति बेला तपाईको नेता, मेरो नेता वा कसैको नेता अनुसन्धानको घेराभित्र पर्न सक्छ। अनुसन्धानलाई नै प्रभावित बनाउने गरी कुनै प्रतिशोधको नारा लिइरहन आवश्यक। यति बेला यो अदम्य साहस बोकेर अगाडि बढिरहेको नयाँ सरकार र नयाँ नेपालको सरकारलाई सहयोग गरौँ।